के हो नाम गोरुको नाम चाहिँ के हो लाले र पाङ्रे ल मित्रहरू हाम्रो नौपति बाजा टोली पनि खेतमा तपाईले जुत्ता चाहिँ खोल्नु पर्यो थियो नि त ल गोरुको नाम चाहिँ के भयो भन्नुभयो तपाईले ल हो कुन चाहिँ हो मुरुले चाहिँ ल है मित्रहरू लाले र मुरुले तल्लो गोरुको नाम भनिदिनुहोस् त तल्लो गोरुको दार्मे र सिन्दुरे पनि तयारी जम्मा 4 होला मित्रहरू ल तपाईको भनिदिनुहोस् त गोरुको नाम लाले र कलुवा 3 हलमा आइपुग्यो लाले र कलुवा ल अन्तिम तपाईको भनिदिनुहोस् त गोरुको नाम भनिदिनुहोस् त गोरुको नाम पुडेर लाले जम्मा 4 हल मित्रहरू आजको बृहत धान रोपाई गोरु खेतमा आइसकेको छ उहाँले गोरुलाई जुवा लगाएर जतारो कसिरहेको छ आगे तेन्जिङले यहाँनिर कसरी कसो भने आमा तपाईले हेर्नु होला गोरु कसरी कसो यो यसरी कस्यो भने बाइ चान्स गोरु के तल ढिलमुनि झुन्डी गयो नि खोल्नु सजिलो हुन्छ खोल्नु सजिलो हुन्छ आमा जैविक गोरु मित्रहरू यो गाग्योङको एकदम अर्ग्यानिक हली अनि अर्ग्यानिक गोरुसँग आज मित्रहरू आजको बृहत धान रोपाई अब एकैछिनमा सुरु हुनेछ हाम्रो नौमती बाजा टोली पनि नमस्कार छ तपाईलाई नमस्कार हजुर आइपुग्नु भयो हामी आइपुगेका छौं पहिला पनि खेतमा कहिले बेठी बजाइएको थियो यसो नौमती बाजा कि पहिलो पल्ट हो यो पहिला पल्ट हामीले खामदुङमा बजाएका थियौं अब यो दोस्रो भयो यो दोस्रो भयो कस्तो लागिरहेछ त तपाईलाई हामीलाई एकदमै खुसी लागेको छ आफ्नै गाउँमा यसरी बेठी बाजा बजाएर चाहिँ बेठी रोपाई गर्न पाउँदा हामी बहुतै खुसी छौं एकदम खुसी अब तपाईं तयारी हुनुहुन्छ एकदम तयारी तपाईहरुले बिउको बिटा ल्याउनुहोस् हो हजुर बिउको मुठा हजुर टक्क ल्याउनुहोस् हो हजुर बिउको मुठा ल्याएपछि त्यो बिउ चढाउनु पर्छ हामी हाम्रो रीतिबाट चढाइदिएर यहाँ गोरु यसरी अगाडि गोरुकै अगाडि हामी अनि स्टार्ट गरिदिन्छौँ हो ल ल दादे पनि आउँदैछ अनि तेन्जिङ आगेलाई के भन्छ दादे दादे पनि तयारी एकदम तयारी तयारी छ मित्रहरू दादे पनि आइपुग्यो अब गोरु जोत्नुभन्दा अगाडि परमेश्वरी आकाशका 33 कोटी देवता पतालका बासुकी सिमे भूमे नाग नगेनी यहाँका नाग राजा नागरानी सिमे राजा सिमेरानी भूमे राजा भूमेरानीले यस गागिङ क्षेत्रमा हाम्रा नौमती बाजासँग बेठी बाजा बजाएर अन्न बालीलाई रोप्दैछौँ धान बाली रोप्दैछौँ भने अन्नको सह बसाइदेऊ खोलो पहिरो केही नजाओस् भिर बाढी नआओस् अन्न राम्रो उब्जाउ होस् है तपाईहरुकोमा अनि हामी नौमती बाजाले अर्को साल झन् ठुलो यहाँ बेठी बाजा बजाउनु परोस् ल त यता चाहिँ होइन फेरि यता चाहिँ होइन मारिहाल्यो त मार्यो नि त ल एलाउनै पर्ने ल नौमती बाजाको सुरु आजुले ल मित्रहरू ल हाम्रो कन्भेनर साहब उहाँ दादेमा हुनुहुन्छ अनिल गुरुङज्यू मारे 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 वाओ ये ना तो
एकछिन मात्रै